गुड मर्निङ साथीहरू। आज चाहिँ बिहान बिहानै यस्तो छ हाम्रोतिरको अवस्था चाहिँ। बिहानै ल हेर्नुहोस् मलक र मुलुक गरेर पानी पो पर्न थालिरहेछ त। अहिले पालि त चैतमै बर्खा लाग्छ कि के होला। डाँडा काँडा सबै कुहिरोले ढाकेर यस्तो छ। अनि हाम्रो यहाँ हेर्नु, यो कागेश्वरी मनारा डाँची 3 हाम्रो चाहिँ यो लडेको चाहिँ 2 वर्ष माथि भयो। पोल बल्ल 1 वर्ष 18 महिनामा उठायो। अब अहिले यो लडेको यो हेर्न चाहिँ 24 चोटि सोध्न आउँछन् यहाँ तपाईँलाई बाढीले कति क्षति गर्यो भनेर। अब यी क्षति गर्यो भने त पानी आउँछ, बाढी यसरी आउँछ। अनि यो वाल लागेको छैन, सबै वाल भत्किसक्यो, हामीले किरा ठोक्या पनि सबै। अनि सोध्न चाहिँ निकायबाट कति तनाव छ तपाईँहरूलाई भनेर चाहिँ सोध्न चाहिँ यहाँ निकायबाट आउँछन्, तर नगर प्रमुखहरू कोही हेर्न आउँदैनन्। यस्तो छ यो कागेश्वरी डाँची महादेव खोला भन्छन् साथीहरू यसलाई।